तपाईँको सामाजिक सञ्जालमा देखियो होइन, त्यो जिरो पिलर देखेन कि? तपाईँको अनुभव सुनाउनु न, किन देख्नु भएन त्यो जिरो पिलर? के छ समस्या त्यहाँ? खास गरेर जिरो पिलरबाट पहिला जिरो सुरु हुन्छ अनि एक नम्बर पिलर एक आउनु पर्ने हो। जुन लिपुलेक लिम्पियाधुरा कालापानी जो चाहिँ त्यो जुन काली बगेको भन्ने छ त्यहाँ ठाउँमा चाहिँ वास्तवमा त्रिपक्ष जो छ त्यो ठाउँमा हुनुपर्ने जिरो पिलर, तर त्यहाँ जिरो पिलरै गाडिएको छैन क्या, रहेको रहेछ कि। र त्यो पिलर चाहिँ जुन एक नम्बर पिलर छ तिङ्गर भन्ज्याङमा, त्यो चाहिँ चाइनासँग बोर्डरमा छ। त्यहाँ चाहिँ अब अलिकति अब सहज पनि छ जानको निम्ति, तर धेरै 5 दिनको हामी जहाँ चाहिँ हर्का सम्पर्कले बनाएको त्यो पुलबाट 5 दिन हिँडेर हामी पुग्यौँ पैदल नेपालपट्टिको बाटो। पारिबाट त पिच छ वारीबाट जाँदाखेरि। र त्यहाँ जाँदाखेरि के देखियो भन्दाखेरि चाहिँ त्यहाँको जनताहरूले, त्यहाँको दाजुभाइहरू चाहिँ के भन्नु भने हामीलाई बाटो पुऱ्याइदिनुहोस्, अरू केही गर्नु पर्दैन, यो जमिनको लागि हामी लड्छौँ। तर त्यहाँ जो सेना बस्नु भएको छ, त्यहाँ पुलिस बस्नु भएको छ तल छानरुङमा, त्यहाँ बस्ने जो नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई नेपालको बाटोलाई म भनिहालेँ 5 दिन लाग्यो हिँडेर जाँलाई। अब उहाँलाई रासन पानी खानेकुराहरू लानलाई कति दिन लाग्ला होइन, म रित्तो मान्छे जाँदा त्यति दिन लाग्यो भनिसकेपछि उहाँहरू पारीबाटै त्यहाँको हाम्रो सेनादेखि पुलिसदेखि त्यहाँ नेपाली दाजुभाइहरूदेखि लिएर सबैले पारीबाट ल्याउनु हुँदो रहेछ खानेकुराहरू। र चाहिँ नि यो विषयमा यहाँ आएर कुनै विषयहरू पनि नउठाइदिनुहोस्, ताकि तपाईँहरूले उठाइदिनु भयो भने हामीले चाहिँ यहाँ खानु पाउँदैनौँ, हामीले सास फेर्न पाउँदैनौँ, हामीले बाँच्न पाउँदैनौँ। त्यस कारणले गर्दाखेरि चाहिँ नि हामीलाई तपाईँको कुरा लाग्छ भने तपाईँहरूले भनिदिनु पऱ्यो सरकारलाई, यहाँ कम्तीमा बाटो मात्रै बनाइदियोस्, हामी यो जमिन यहाँको रक्षा गर्ने काम, यो चाहिँ सीमा रक्षा गर्ने काम हामी गर्छौँ। अदरवाइज हामीबाट केही पार लाग्नेवाला छैन। हामीसँग 2टा नागरिकता छ, पारीको पनि छ वारीको पनि छ, सिधा भन्नुहुन्छ उहाँहरू। अब यो बाँच्नु पऱ्यो, बाँच्नको लागि जे पनि गर्न तयार हुनु पऱ्यो। त्यहाँ हाम्रो सरकारको जुन ठाउँसम्म छ त्यहाँबाट पनि अझै 1-2 दिन लाग्छ हामीलाई सीमा पुग्नलाई। जुन ठाउँमा हाम्रो सुरक्षा निकाय छ त्यो सुरक्षा निकायले पनि अब त्यहाँ अब हेलिकप्टर लगेर नेपालपट्टिबाट दिँदा राम्रो हुन्थ्यो त नि, तर अब त्यो नेपाल सरकारसँग क्षमता छैन। त्यस कारणले गर्दाखेरि चाहिँ नि पारीबाटै सामानहरू, पारीबाटै रासन पानी ल्याएर बाँच्नु पर्ने र उहाँहरूकै दिघामा बाँच्नुपर्ने अवस्था रहेछ। त्यो नाजुक अवस्था देखियो। र पछिबाट मैले अघि पनि भने बालेन शाहले जुन चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर भनिरहँदाखेरि चाहिँ त्यहाँ पुगिसकेपछि मलाई के फिल भयो भने कालापानी लिम्पियाधुरा सुस्तालाई चाहिँ यही हो नेपालले मिचेको भनेर बुझाउने तयारीमा हो कि भनेर मलाई शङ्का पैदा भयो। र यो अलिक गम्भीर तरिकाबाट यो भनाइ आएको छ भन्ने मलाई चाहिँ त्यहाँ पुगिसकेपछि त्यो गहिरो तरिकाले मलाई पर्यो। त्यस कारणले गर्दाखेरि चाहिँ नि अब वास्तवमा त्यही कैलाश पर्वत भन्ने चाहिँ नि आधा कैलाश पर्वतदेखि उतापट्टि इन्डियापट्टि बनाएर करोडौँ अरबौँ मान्छेहरू त्यहाँ चाहिँ मतलब राजशोक सङ्कलन गर्ने र त्यो अवस्था रहेछ। हाम्रो त्यो 1 नम्बर पिलरमा तपाईँको त्यहीबाट अलिकति डाँडामा चढ्ने बित्तिकै कैलाश पर्वत देखिन्छ। अझै सानो यत्रो भ्यू टावरहरू बनाइयो। त्यो भ्यू टावर बनाएर वास्तवमा चाहिँ कैलाश पर्वत देखाउने एउटा पर्यटनको हिसाबले, त्यो धार्मिक हिसाबले त्यहाँ हामीले चाहिँ त्यो विकास गर्न सक्यौँ भने अरबौँ खरबौँ पैसाहरू त्यो चाहिँ तपाईँको कैलाश मानसरोवरलाई हेर्नको निम्ति पनि त्यहाँ लालायत भएर त्यहाँ चाहिँ पर्यटकहरू पुग्ने र नेपालले ठुलो रूपमा चाहिँ आर्थिक रूपमा फड्को मार्ने अवस्था छ। तर अब हाम्रो सरकार त्यहाँ जानै चाहँदैन, हाम्रो सरकार त्यहाँ पुग्नै चाहँदैन। अब त्यहाँ मैले त्यही भएर अघि भने बालेन सरकारलाई अनुरोध गरेँ मैले, हामी त कालापानी लिपुलेक लिम्पियाधुरा होइन तिङ्गर भन्ज्याङको आसपास र तिङ्गर भन्ज्याङ पुगेर आयौँ। सुस्ता त पहिले 10 गजा फिल्म मैले सुटिङ गरेर 1 महिना त्यहाँ आएकै मान्छे हो। त्यस कारणले त्यो ठाउँमा गएर 1 रात मात्रै बिताएर देखाउनुहोस्। नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, उच्च निकायका प्रमुखहरूलाई म चुनौती दिन चाहन्छु, 1 रात बिताएर आउनु सक्नुहोस्। अनि तपाईँहरूको राष्ट्रियता, तपाईँहरूको स्वाधीनता प्रति, तपाईँको यो देशप्रतिको जिम्मेवारी तपाईँहरूले गर्न खोजेको र साँच्चै देशभक्ति तपाईँहरूमा छ भने त्यो ठाउँका जनताहरूसँग तपाईँहरू आफ्नो दाजुभाइसँग बसेर 1 रात बिताएर आउनलाई म चुनौती दिन चाहन्छु क्या। अवस्था त्यस्तो छ। धन्यवाद।